के हो खास सामान साथ दिएन दर्शकबिन सामान दर्शकबिन डोजर चलेको छ दृश्यमा देखिरहनु भएको छ एउटा विधिको शासन अब सुरुवात होला त अथवा के हो जनतामाथि यो के हो अथवा के हो काठमाडौँ उपत्यका विकास प्राधिकरणले देख्न सक्नुहुन्छ यो ठाउँ जहाँ सार्वजनिक अतिक्रमित ठाउँमा बनेको संरचना भन्ने सुनिएको छ वडा नम्बर 7 का अध्यक्ष नरोत्तम राणा स्वयंको पनि यहाँ कतिपय संरचना छ भन्ने सुनिएको छ र यो सरकारी जग्गालाई खाली गराउने काम भइरहेको छ सामान निकाल्न पाउनु डोजर जहाँ सुरुवात भएको छ त्यहाँदेखि यो वार पारको संरचनाहरू टहराहरूमा आज डोजर चल्दैछ अर्थात् यो सबै सार्वजनिक जग्गा भन्नेको छ र त्यसमा डोजर चलाउनको लागि जुन केही आनाकानी भएको थियो सुरुवातमा तर बाक्लो मात्रामा नेपाल प्रहरी आइसकेपछि अहिले यो काम प्रारम्भ भएको छ।